स्याङ्जा 4 छ भने म्याग्दी 3 रहेको छ 4-3 छक्का लाउँछ हैन सिग्नल दिन्छ के बट्टाले दियो यार निकै पावरफुल स्पाइक सँगै टिमलाई अङ्क जोड्दै म्याग्दी 4 बराबर स्याङ्जाबाट डरो आउनु स्पाइक अब स्याङ्जा 5 छ भने म्याग्दी 4 रहेको छ म्याग्दी 5 स्याङ्जा 5 बराबर स्याङ्जा हात तेरे स्याङ्जा 6 म्याग्दी 5 6-5 म्याग्दी 6 स्याङ्जा 6 बराबर स्याङ्जा 6 घाम त लगेर बादल लाग्यो यस्तो तल देखा यार सबैले कोइल 7 बराबर साथ दियो कि स्याङ्जा लाग्यो ओ स्याङ्जालाई लास्ट साथ दिया छ भएन काटिएको अस्ति म्याग्दी 8 छ भने आदरणीय भलिबल खेलप्रेमी दर्शक महानुभावहरू यहाँहरूले आफ्नो मोबाइलबाट भिडियो गरिराख्नु भएको छ भने कृपया फ्ल्यास लाइट अफ गरेर मात्रै भिडियो गरिदिनको लागि अनुरोध गर्न चाहन्छु मेरो त छैन है स्याङ्जा जित्छ क्या ढुक्क गर्नुहोस् छोप 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 भर्तको छोप कुमार 9-8 गेम जङ्गिन लाग्यो हर्दा अघि बिस्तारै हानेर
अनसेबल स्याङ्जा 9 राइट छ 9 बराबर निकपक्ष खेल चाहिँ राम्रो भयो चान्स भयो रेफ्रीले त्यस्तो केही गरे होइन के गर्न नि भएन नि यत्रो दर्शक गर्छ रेफ्री भन्छ त हैन भट्टेलाई छोड्यो भट्टेलाई भट्टेलाई छोड्यो भने अब सकिएको अब है ओ स्याङ्जालाई घामले पनि साथ दिएको म्याग्दी 10 छ भने स्याङ्जा 10 बराबर स्याङ्जा 11 छ भने म्याग्दी 10 रहेको छ 11-10 प्लेस मात्रै किन्यो प्लेस गरौँ जित्छन् क्या त्यही हो क्या प्लेस गर्नुपर्छ क्या नामी लेभल प्लेस गर्नुपर्छ जाहिर भयो अन्त गर्दैन यार भएन तिमीले भित्र पठाइन्छ होटल थियो म्याग्दी 11 छ भने स्याङ्जा 11 बराबर एकदम कम्पिटिसन है खेल म्याग्दी 11 छ भने स्याङ्जा 11 रहेको छ यो पहिलो टाइम आउट 5औं सेटको स्याङ्जा जिल्लाले मात्र रहेको छ बाह्र बराबर